यसरी खाना दिइरहेको छन् मेरो हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनालाई मेरो ब्लगमा स्वागत छ। सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आई होप म पनि एकदम ठिक छु हैन। आज हामी सबै फ्यामिली भएर कौसदी जान लागेको देख्न सक्नुहुन्छ। मम्मीहरू उता हुनुहुन्छ, म यता छु, नानीलाई भिडेर। आलोक यता छ। अब हामी गाडी चढ्न जान लागेको। हामी कौसदी ठुलो मम्मीलाई भेट्न जान लागेको हैन। ठुलो मम्मीहरूलाई सबैलाई घर बस्दा बस्दा झ्याउला आएर अब हामी गाडी चढ्न जान लागेको। किन हो कि पहिला चलाएको सानो ल्याउनु पर्ने रहेछ है बोक्नु। अनि बोक्ने कुरो ल्यायो भने म अहिले यसरी गर्थेँ नि, नाटक गरेर म आफै बोक्थेँ। बरु जति पसिना भयो नि। अहिले हेर्दा कस्तो हुन्छ, म भ्लग बनाउँदै हिँड्दै गर्दा हुन्छ। अनि बरु यत्तिकै यहाँ भिडेर त म भ्लग बनाउँथेँ। अब के यहाँबाट फेरि हिँड्दै जानु, गर्मी मर्ने मन छ क्या मलाई। उहाँ फेरि फेरि आऊ ल, आऊ त नि, आऊ 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 आन्टी बोक्छु, आऊ। नानीलाई बोक्यो क्या, फेरि छोरालाई पनि बोक्नु पऱ्यो साथीहरू। यस्तो जिन्दगी छ। ल यस्तो गर्मीमा त कहाँ बोक्न सकिन्छ त नि छोरो तिमीलाई। ल बुया ल, बुई भनेको त पछि दौडेको। आइया दाँत कुहिए है, दाँत पनि मेरो घरबाट आएर उता दाँत निक्लियो। के अरे पुट्न दाँत निक्लियो। कपाल नलपुरमा दाँत मोल्ने हो। ए नलपुर नलपुर हिँडेर कस्तो धाउ आन्टीलाई हुन्छ। हिँड्छौ? वास हामी छोरो गाडी चढ्ने ठाउँमा दौडेर भाग्छ है। हालको है पुग्छ जान सक्छ गाडी डक्टर चढ्ने ठाउँमा। तिमी एउटा मम्मी एउटा नच्यात है। आमा छोरा भएर झोला बोकेन। तपाईँले लाउनु त्यो चप्पल। के भन्नु हो? कस्तो चप्पल छैन यहाँ छ चप्पल देखेँ, हेर त। मम्मीकोबाट चप्पल छैन होला त्यो चप्पल लाउनु। ए रुमाल खसेको छोरोको। लेख्नु मम्मी नै पुग्छ। दौडी त उहाँको साथीहरू धेरै पछि ब्लग हाल्न लाग्यो, धेरै पछि ब्लग बनाएको। अब के मलाई खासै बोल्न त आउँदैन, त्यही भएर सबैजनाले मलाई ब्लग बनाउनु भनेको थियो नि त टिकटकमा। अनि त्यही भएर चाहिँ अनि मैले यसो हल्का फुल्का जाने नि नजाने नि ब्लग चाहिँ बनाइदिएको क्या। अब एकैचोटि त कहाँ जानिन्छ त नि ब्लग बनाउन होइन साथीहरू। बिस्तारी बिस्तारी बनाउँदै जाने, बिस्तारी जान्ने त हो नि होइन। त्यही भएर अब बिस्तारी ब्लग बनाइदिएको। जोलालाई एकछिन मैले उहाँबाट बोकेँ। झोला अरे बे कति माथि कि निकालिदिनु क्या। चस्मा के निकालिदिनु, चस्मा निकालिदियो क्या। आलोको बिहा निकालिदियो क्या। यो निकालिदियो भनेको होइन नानी, कपाल छोड तल पक। यता आमाले सानो, यता आमाले ठुलो नानीलाई बोक्यो। यता झन् बेसरी ठुलो बाबुलाई बोक्यो आमाले सानो बाबुलाई। ओहो लोकाचार पार्दो रहेछ, बहिनीको रिस गर्ने भएको। यता ठुलो बाबुलाई सानो बाबुलाई बोक्यो। यता ठुलो नानीलाई बोक्नु भयो आमाले। लोकाचार पार्छ क्या हाम्रो आलु, त्यही भएर रिस उठ्छ मलाई। अनि हाय एलिसा, एलिसा कुचो, एलिसा कहाँ जाने भयो? हाय एलिसा, ओ एलिसा कता जाने हो? म्याजिक आउने कतिखेर आउने हो? घर गयो एउटा
हामी साथीहरू हिँडेर आउँदा आउँदा ऊ त्यहाँ म्याजिक आएको छ होइन म्याजिकले हामीलाई कुरेर बसेर सधैँ म्याजिकलाई हामीले कुर्नु पर्थ्यो आज म्याजिकले हामीलाई कुरेर बसेर ब्याग गरेर ल्याउँदैछ म्याजिक देख्न सक्नुहुन्छ साथीहरू म्याजिक ब्याग गरेर ल्याउँदैछ मैबाट ल्याउन लागेको म्याजिक ल फाइनली साथीहरू हामी म्याजिक चढ्यौँ ल खोला हाल ल साथीहरू मम्मीलाई दिदी लाग्यो ल फाइनली साथीहरू हामी म्याजिक लगाइदेऊ खान्छ म त यसरी बस्न सक्दिनँ साथीहरू हामी 24 कोटी आइसकेको छ 24 कोटी आइसकेको छ साथीहरू देख्न खरबुजा किन्ने ल ल फाइनल साथीहरू हामी 24 कोटी आइसकेको छौँ अब हामी लाइन गरेर झर्छौँ होइन आलमले यहाँ राख्दै नि त्यहाँ बस्यौँ र बस्दैन अरे बाबु लाइन गर्छ त पुग्दैन बाबु मनकानो चोको घर 24 कोटी ल फाइनली साथीहरू हामी लाइन चोक आइसकेछौँ देख्न सक्नुहुन्छ लाइन चोक अब पुल चोक जान्छौँ हामी लाइन चोक झरेर यहाँ सानो पैसा एक्लै मारिदिन्छु भाडा तिमी सक्दैनौ के ल्याऊ बोक्छु खुब ल्याऊ कुदा गरिदेऊ त 3 जनाको भाडा अनि बस्ने हो एक महिना भयो बाबु त खोज्छु नगद खेल किन हिँड सानो होइन त्यो नगर न सानो फोहोर हुन्छ ल साथीहरू अब हामी लाइन चोक जान लाग्यो लाइन चोक ल साथीहरू अब हामी लाइन चोक जान लाग्यो पुल चोक जान लाग्यो भन्छ भने लाइन चोक जान लाग्यो भने छिटै हिँड दोमन भएको अलिक पाराले मेरो सानो छोरीलाई बोकेर बाटो काट्नु खोज्छु है साथीहरू छोरोले पानीपुरी खायो भनेर पानीपुरी बनाउनु लाग्यो देख्न सक्नुहुन्छ आलु खाइज खानुहोस् पानीपुरी भनेर अनि के दिनु नाटक नगर आइज यहाँ बस म किनिदिन्छु क्या आइज यहाँ म किनिदिन्छु ल पानीपुरी खाने भन्ने अनि यहाँ आऊ ल पानीपुरी आऊ साथीहरू हामी सैचक आइसकेको सम्झाउन सक्नुहुन्छ सैचक हाम्रो साथीहरू हाम्रो फाइनली साथीहरू हामी पुलचोक आइसकेको छौँ देख्न सक्नुहुन्छ पुलचोक आइसकेको छौँ पुलचोक देख्न सक्नुहुन्छ है साथीहरू अब हामी गाडी चढ्न लाग्यो
छैन कौशली जाने गाडीमा अगाडि बस्छ जा अगाडि बस्छ जाने बाटो साथीहरू देख्न सक्नुहुन्छ हामी कौशली जाँदैछौँ हाम्रो यहाँ डनलाई जुत्ता लगाइदिँदै हुनुहुन्छ मम्मीले देख्न सक्नुहुन्छ कौशलीको बाटो कति बिग्रिया साथीहरू कस्तो कस्तो अपराधीहरू छन् मेरो साथमा भनेपछि मलाई मात्रै थाहा छ भ्लग बनाउनलाई सितिमिति मलाई दिँदैनन् मेरो अपराधीहरूले बाटो देख्न सक्नुहुन्छ एकदम बिग्रेको अवस्था छ बाटो लास्टै बिग्रेर रहेछ हो साथीहरू कौशली जाने बाटो कौशली जाने बाटो लास्टै बिग्रेर रहेछ साथीहरू यो बाटो त हामी धेरै कति भयो थुप्रै वर्ष भयो 20 वर्ष भइसक्यो 20 वर्ष त भएन आज भन्दा 1.5 वर्ष पहिला आएको भए त मैले कारखानाबाट डन्डा कौशली पुग्न 3-4 घण्टा लाग्थ्यो त्यस्तो धेरै बाटो 1 वर्ष त भयो होला खानु चाहिँ यतिकै हिँडाइ हो अहिले त एकको त धेरै 7 वर्ष भइसक्यो बाटो बन्न लाग्यो तर बाटो अहिलेसम्म बाटो बनेको हामीले त बने जस्तो भयो एकदम ठुलोले बाटै देखिन्थ्यो बर्खामा यहाँ बाटो बन्द भयो साथीहरू सिजी आइसक्यो देख्न सक्नुहुन्छ कस्तो घिनलाग्दो आएको हो कि मेरो क्यामेरा यार बाटो त के भएको त नि यस्तो सिजीको लौ फाइनली साथीहरू हामी कौशली आइसकेको छौँ देख्न सक्नुहुन्छ मम्मीहरू झर्दै हुनुहुन्छ हामी कौशली आइसकेको छौँ देख्न सक्नुहुन्छ कौशली बजार पानी खाएको यार आइ छुट्न देऊ खै पुलिस आउने उता हो के हो यस्तै राम्रो काम गर साँच्चै ओके मेरो भाइ बुहारीहरूले एकदम राम्रो प्रगति काम गर्दै हिँड्छन् कस्तो भइरहेको त नि यसो काम गर्दा बेसहाराहरूलाई होइन बजेट सरकारले उहाँहरूलाई चाहिँ पुनर्जीवन दिने चाहिँ एउटा संस्था हो यो केन्द्र त्यसको मेन शाखा चाहिँ काठमाडौँ
त्यसको चाहिँ केन्द्रीय अध्यक्ष विनय बस्नेतजी हुनुहुन्छ र महिला विभाग प्रमुख चाहिँ मेरा विश्वकर्मा हुनुहुन्छ। यो चाहिँ व्यक्तिगत संस्था हो चाहिँ है। बेवारिसे लासहरूलाई पनि जलाउँछ होइन एकदम बेवारिसे लासहरूलाई पनि जलाउँछौँ। देख्नुभयो अस्ति नै के अरे योभन्दा 10-12 दिन अगाडि चाहिँ हाम्रो नलपुर के अरे मध्यप्रदेश जिल्ला अस्पताल त्यहाँनिर चाहिँ 2टा बेवारिसे लास थियो। त्यो बेवारिसे लासलाई पनि हामीले हिन्दू धर्म अनुसारले चाहिँ दाग संस्कार गरियो। एकदम राम्रो काम गरिरहनु कि मेरो भाइहरूले सबैजनाले सपोर्ट गरिदिनु होला। सपोर्ट त सबैले गर्नु। तिम्रो युट्युब नाम के छ अरे? सुशील सुनार हो। सुशील सुनार छ है। अनि टिकटकमा पनि त्यही छ। टिकटकमा फेसबुकमा सबैमा एउटै नाम हो। टिकटकमा फेसबुकमा युट्युबमा सबैजनाले मेरो भाइलाई सपोर्ट गरिदिनु होला। एकदम राम्रो काम गरिरहनु मेरो भाइ। सामाजिक काम सबै एकै ठाउँ भन्ने यो अभियान चाहिँ एकदम राम्रो काम गरिरहनु। बेवारिसे लासहरूलाई जलाउने बेवारिसे बेवारिसे व्यक्तिहरूलाई एकदम खानासाना वितरण गर्ने यता गर्ने उता गर्ने काम गरिरहनु मेरो भाइहरूले मेरो भाइ-बुहारीहरूले सबैजनाले सपोर्ट गरिदिनु होला। मेरी बुहारी त्यहाँ छिन्। कति चाहिँ व्यक्तिले चलाएको हो। व्यक्तिले नै यो संस्थालाई चाहिँ आजसम्म यहाँसम्म ल्याएको छ व्यक्तिले नै अहिलेसम्म। पछिको दिनहरूमा चाहिँ सरकारले पनि एउटा चाहिँ सेवा सुविधा दिने यो संस्थाको लागि बजेट छुट्टा छ भन्ने चाहिँ हाम्रो केन्द्रीय अध्यक्षज्यूले भन्नुभएको थियो र प्रत्येक नगरपालिकाले चाहिँ बजेट छुट्याएर चाहिँ सेवा सुविधा दिने भन्ने कुरो पनि छ। अहिलेसम्म छुट्टा होला नि कुनै अहिलेसम्म चाहिँ छुट्याएन। जिल्लामा कसैले पनि यो संस्थालाई चाहिँ सेवा दिएको छैन। यो चाहिँ व्यक्तिले चलाउनु भएको संस्था हो। यो चाहिँ विनय बस्नेतज्यू केन्द्रीय अध्यक्ष हुनुहुन्छ। महिला विभाग प्रमुख चाहिँ पूजा विश्वकर्मा उहाँको श्रीमती उहाँ दुईजनाले चाहिँ आफ्नो घर जग्गा बेचेर चाहिँ सामाजिक काममा लाग्नुपर्छ र जति पनि बेवारिसे व्यक्तिको चाहिँ उहाँ चाहिँ एउटा पिता हुनुहुन्छ। बेवारिसे व्यक्तिको बेवारिसे लासको चाहिँ उहाँ पिता हुनुहुन्छ। राम्रो काम गर्दै जाऊ। उहाँहरूले चाहिँ सपोर्ट दिन पाउँदैन। हामीले सामाजिक काममा जोडिन पाइयो होइन, सेवा गर्न पाइयो। हिजोको दिनमा के गरेको थियो कसो गरेको थियो भन्दा पनि आज चाहिँ एउटा राम्रो सामाजिक काममा चाहिँ हामीले जोडेर चाहिँ एउटा काम गर्न पाएको छ उहाँको नेतृत्वमा। त्यही त राम्रो काम गरिरह यसरी नै अगाडि बढ। बाटोमा मान्छेलाई हात हालिसकेपछि होइन त्यस्तै प्रगति गर्दै जाऊ। राम्रो भएको देख्न पाऊँ मेरो भाइ बुहारीलाई है। राम्रो ठाउँमा काम गरे। यसरी हाम्रो मिडियाको त झन् अत्यन्तै साथ सपोर्ट झन् चाहिन्छ हामीलाई होइन। मेरो दिदी के अरे अनुरूपा विश्वकर्मा मेरो दिदी मिडिया मार्फत पनि यसरी हाम्रो सपोर्ट दिनुभएको छ। आज आएर हाम्रो अफिसमा आएर हाम्रो भाइ बुहारीले पनि यस्तो राम्रो काम गरेको रहेछ भनेर यसरी आएर भेटघाट गर्नुभयो। देख्न सक्नुहुन्छ हाम्रो मम्मी हुनुहुन्छ, आन्टी, अनि त्यहाँबाट हाम्रो दिदी अनि दाई सबैजना आएर चाहिँ हामीले एउटा सपोर्ट दिनुभयो। चितवन जिल्लाबाट नवलपुर यो काउसदी शाखामा आएर चाहिँ एकदम राम्रो काम गरेको रहेछ भनेर यसरी भेट्न चाहिँ पहिले चाहनुहुन्थ्यो तर समयको कारणले नमिलेको कारणले चाहिँ आज आएर चाहिँ यसरी हामीलाई चाहिँ एउटा हौसला दिएर एकदम धेरै खुसी पनि लागेको छ हामीलाई र एउटा सपोर्ट पनि मिलेको छ। त्यही त एकदम राम्रो काम गरेको। मेरो भाइ त बोल्थेन नि अहिले यो काममा लागेपछि त एकदम धेरै बोल्ने भएछन्। किनकि अब सोसल मिडिया चलाउन थालेछन् नि त मेरो भाइले नि। अनि त्यही भएर बोल्नलाई हो नि त यो हो कि होइन सोसल मिडिया चलाउन थालेछन् नि त। अनि त्यही भएर मेरो भाइ एकदम बोल्नलाई च्याम्पियन भएछन्। यस्तै भयो यो ठाउँमा यो उसमा हात हालेपछि सधैँ यसरी राम्रै काम गर्दै जाऊ। प्रगति होस् मेरो भाइ बुहारीको। एकदम बिच बाटोमा नछोड। बेवारिसेहरूलाई सहयोग गर्ने भनेको एकदम किस्मतले पाएको हुन्छ। यो एकदम किस्मतले पाएको काम हो। यो त एकदम किस्मतले पाएको काम हो होइन। यो काम भनेको एकदम पुण्य काम हो। खाना नपाउनेहरूलाई खाना दिने, लाउन नपाउनेहरूलाई लाउन दिने भनेको एकदम राम्रो काम हो यो। एकदम यसरी नै साथ सपोर्ट चाहिँ तपाईँहरूले पनि दिनु होला है। जसरी मेरो फ्यामिलीहरू आउनुभएको छ चितवनबाट होइन हाम्रो साथ सपोर्ट दिनको लागि यसरी राम्रो गरेछ भनेर मेरो आन्टी आउनुभएको छ, दिदी आउनुभएको छ, दाई आउनुभएको छ, मेरो दिदी पनि आउनुभएको छ। मेरो साथी सुबोध चाहिँ अलिकति व्यस्त कारणले गर्दा आउनु पाएन। उसले पनि एकदम सपोर्ट गरिरहेको छ। आउँछु भने चाहिँ आउँछ। त्यसपछि हामी यसरी साथ सपोर्ट सबैहरूले पनि दिनु होला होइन। सामाजिक काम भनेको सबैको दायित्व हो र हामी सबैले मिलेर चाहिँ यो कामलाई सफलता पार्ने हो। अब मेरो सल्लाहमा चाहिँ यो काम गरिसकेपछि भाइ एउटा माइक किन्नु पऱ्यो कि सानो माइक हुन्छ। त्यो पनि बिस्तारै हुन्छ। के भयो भने त्यो तिमीहरूले त्यो भिडियो बनाउने बेला चाहिँ त्यो बाहिरी आवाज धेरै आयो कि बाहिरी आवाज आयो हाम्रो भोइस आएन होइन। हो त्यही भएर अब एउटा माइक किन्नु पऱ्यो सानो होइन। बिस्तारै गर्ने हामीले पहिला काम गर्ने हो होइन। काम गरेर भ्याएपछि अब बिस्तारै अब माइक किन्नु पऱ्यो हो ल कस्तो होइन यो काम हुन्छ कि बिस्तारै किन यो तिमीहरूको बोली भन्दा नि धेरै बाहिरी आवाज आयो कि गाडीहरूको यताउताको आवाज आयो कि धेरै। त्यही भएर मेरो दिदीले चाहिँ एकदम भिडियो चाहिँ प्रत्येक भिडियो हेर्नु हुँदो रहेछ।
र एकदम नलेज गर्नु हुँदो रहेछ भिडियो कुन तरिकाले हो कसरी अनि मेरो भाइ बुहारीले काम गरेपछि मैले नहेरे अरूले हेर्छन् दादी पैसा आफ्नोले हेरेर मलाई अरूले हेर्ने हो तपाईँहरूले पनि मेरो दिदीले जस्तै तपाईँले पनि सपोर्ट गर्नु पर्यो है एक्सन फर सोसल चेन्ज ल साथीहरू मेरो भाइलाई सबैजनाले सपोर्ट गरिदिनु होला सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला सुशील सुनार होइन सुशील सुनार छ युट्युबमा नि टिकटकमा नि त्यही छ फेसबुकमा नि त्यही छ एकदम राम्रो पुण्य काम गरिरहनु मेरो भाइले बेवारसीहरूलाई एकदम पूर्ण जीवन दिने वातावरण गरिरहनु मेरो भाइहरूले सबैजनाले साथ सपोर्ट दिनु होला साथ सपोर्ट दिन नबिर्सिनु होला साथीहरू किनकि अब यस्तो हो नि त अब यस्तो सानो गरेपछि होइन हौसला बढ्दै जाने हो नि त होइन सबैजनाले सपोर्ट गरेपछि सबैजनाले साथ दिएपछि बल्ल हौसला बढ्दै गर्ने हो नि त अलिअलि भयो नि त्यही भएर सबैजनाले हौसला बढाइदिनु होला राम्रो काम गरे भनिदिनु होला नराम्रो नगरिदिनु होला नराम्रो कमेन्ट नगरिदिनु होला राम्रो राम्रो गरिदिनु होला हौसला बढाउने काम गरिदिनु होला साथीहरू है मेरो भाइ बुहारीलाई त्यही हो मेरो खुसीको खबर मेरो चाहना मेरो खुसी मेरो भाइहरूको खुसी नै मेरो खुसी हो नि हो कि होइन अनि मेरो भाइले यो कुरामा यस्तोमा हात हाल्छन् म पनि यस्तो गर्व साथ भनौँ न मेरो भाइ बुहारीहरूले यस्तो काम गर्छन् भनेर भन्न पाऊँ न होइन त्यस्तै राम्रो काम गर्दै जाऊ ए कोही यसको भाइले यस्तो गर्छ उसको भाइले यस्तो गर्छ भन्ने सुन्न नपरोस् राम्रो काम गरौ यस्तै राम्रै सुनाम बुझ्यौ ल साथीहरू मेरो भाइलाई एकदम सबैजनाले सपोर्ट गरिदिनु होला सपोर्ट गर्न नबिर्सिनु होला एकदम राम्रो काम गरे मेरो भाइहरूले अफिसहरू यही हो अफिसहरू आउन सक्नुहुन्छ भेट्न मन लाग्यो भने साथीहरू अफिस यही हो सोसल चेन्ज नवलपुर काउसुती थाना चौक अगाडि लक्ष्मी मार्केटभित्र अफिस चाहिँ हाम्रो यही हो नवलपुर काउसुती थाना चौक अगाडि लक्ष्मी मार्केटभित्र एक्सन फर सोसल चेन्ज ठुलो बोर्ड लगाएको छ त्यसमा आउनु होला होइन तपाईँहरूले पनि कुनै आमा केही सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ ट्याक्क देख्नुभएको छ मेरो दिदीको युट्युब च्यानल पनि यही छ दिदीलाई पनि खबर गर्न सक्नुहुन्छ दिदीले हामीलाई खबर गर्नुहुन्छ है यसरी चाहिँ तपाईँहरूले हौसला दिनु पऱ्यो जस्तै मेरो दिदी मेरो फ्यामिलीले यसरी आएर आज उहाँ चितवनबाट आफ्नो अमूल्य समय त्यागेर चाहिँ ल है मेरो भाइ बहिनी छोराछोरीलाई चाहिँ हौसला दिनु पऱ्यो भनेर यसरी आउनुभएको छ यसरी तपाईँहरू पनि आउन सक्नुहुन्छ सामाजिक काम भनेको सबैको हक दायित्व हो है त ल धन्यवाद मेरो भाइ अरूबाट सपोर्ट नपाए तिम्रो दिदीबाट तिम्रो आमाबाट तिम्रो भाइहरूबाट साथीभाइहरूबाट सपोर्ट चाहिँ पाउँछौ चिन्ता नगर होइन दाइहरूबाट त्यही हो भाइले के गर्छन् कसो गर्छन् भनेर म एकछिनमा देखाउँछु होइन तिमीहरू पनि अनि मेरो भाइले र बुहारीले के गर्छन् कसो गर्छन् भनेर म एकछिनमा देखाउँछु होइन अहिले चाहिँ यहाँ अफिसबाट निस्किएको हामी अब मेरो भाइहरूले गर्ने कामहरू के हो कस्तो हो म सब देखाउँछु बेवारसीहरूलाई कसरी खाना खुवाउँछन् के गर्छन् कस्तो गर्छन् म सब देखाउँछु साथीहरू है हजुरहरूलाई एकछिनमा ल साथीहरू मेरो भाइहरूले गर्ने काम हेर्न सक्नुहुन्छ यहाँ बेवारसी मान्छेहरूलाई यसरी पूर्ण खाना दिने खानासाना ल्याउने खानासाना दिने काम गर्छन् होइन ल देख्न सक्नुहुन्छ मेरो भाइले खाना बोकेर आएको छ कार्यक्रम हुँदैछ अब हाम्रो है त्यसरी बेवारसी मान्छेहरूलाई खाना दिन लागेको छन् मेरो भाइहरूले यही नै हो मेरो भाइहरूले गर्ने काम एकदम पुण्यको काम गरिरहेको छन् मेरो भाइहरूले सधैँभरि यसरी नै अरूको सेवा गर तिमीलाई राम्रो हुन्छ ल देख्न सक्नुहुन्छ यसरी खाना वितरण गरिरहेछन् मेरो भाइहरूले आज हामी हेर्न आइरहेको छौँ मेरो भाइहरूले कस्तो काम गरिरहन् के गरिरहन् भनेर यसरी खाना दिइरहेको छन् मेरो बुहारीले देख्न सक्नुहुन्छ ट्याक्क उहाँहरूले खोजी कता हुन्छ कहाँ हुन्छ ट्याक्क बजार सजार गएर खोजेर चाहिँ हामी नवलपुर साथमा रहनुभएको राजु जिक्क अध्यक्ष ज्यूले चाहिँ यसरी ल्याएर टक्कै यसरी मिलाएर आज भेजिटेबल ठिक छ नि है आएर यसरी खाना गरेर लागेको छौँ यसरी दिन लाइन मेरो बुहारीले खाना
ट्याक्क लाएर यसरी ट्याक्क लाएर यसरी चाहिँ मेरो श्रीमती पुनम सुनारले चाहिँ यसरी खाना बाँडिरहेको छन् है देख्न सक्नुहुन्छ। ल साथीहरू मेरो भाइ बुहारीहरूले खानासाना खुवाएर भ्याइसकेको छन्। अब हामी यहाँबाट निस्किन लागेको देख्न सक्नुहुन्छ। खानासाना खाएर भ्यायो नि मेरो भाइ? एकदम खानासाना खाएर भ्यायो है। यसरी मेरो दिदीहरू चाहिँ उहाँ चितवनदेखि चाहिँ आएर हामीलाई चाहिँ नौपुरमा आएर यसरी हामीलाई साथ दिनुभएको छ। धेरै धेरै धन्यवाद है मेरो दिदीलाई पनि। यसरी तपाईँहरूले पनि हौसला दिनु होला। मेरो दिदीको के अरे युट्युब च्यानलमा सब्सक्राइब लाइक सबै गरिदिनु। धन्यवाद मेरो भाइ। अब हामी गइरी जान लागेको छौँ ठुलो मम्मीको घर होइन। ल हामी लाग्यौँ। अब म वहाँ पुगेर फेरि भिडियो बनाउँछु। ल साथीहरू म ठुला घर आइसकेँ। आज ठुला घरमा आइसकेँ साथीहरू। ठुल्बा ह्यान्डसम चाहिँ यस्तो राम्रो हुनु हाम्रो ठुला ह्यान्डसम छन्, राम्रो छन्। हाम्रो ठुलोबालाई एउटा तरुनी पठाउनु पर्यो। बल्ल 18 वर्ष पुग्यो। हाँसेरै बढी भयो। भाउजू नमस्ते। भाउजूहरू भएपछि यस्तो हुन्छ है साथीहरू। नमस्ते भाइ, सन्चै छ? ठुलो मामी नमस्ते। ल साथीहरू फाइनली म ठुलो मम्मी घर आइसकेको छु। देख्न सक्नुहुन्छ हाम्रो ठुलो मम्मी घर। अब ल साथीहरू हामी अब गैरीमा आएर यसो घुमि हिँडिरहेछौँ होइन। देख्न सक्नुहुन्छ गाउँघरको भ्यू एकदम राम्रो छ। देख्न सक्नुहुन्छ जङ्गलहरू यताउता सब छ साथीहरू होइन। घुम्ने भयो आउनु, यस्तो रमाइलो छ। अब क्याम्प स्याम्प घुम्छौँ, मन्दिर सन्दिर घुम्छौँ हामी। यहाँ चाहिँ अलिकति डर भनेको बिहान बिहान गैडा आउने रहेछ। त्यही गैडा आएर आपात हुने रहेछ साथीहरू। यता घुमि हिँड्ने साथीभाइहरू छन्। मेरा भाइ बुहारी दिदी ठुलो मम्मी छाता ओढेर मस्त हिँडिरहनु पर्छ। हामी यता दिदी त्यो अटो आफै मान्छे चलाउनु गएको ठुलो मम्मी। मम्मी ठुलो मम्मी त्यो अटो आहा त मान्छे चलाएर हो जाम्ने हेर्न। यस्तो केटकेटी लिएर जानु हड्डी त खाने होइन तर यस्तो पैसाहरू पाउँछ भने छ्या पैसा टिप्नु छैन हौ मलाई त। मेरो भाइले क्यामेरा भ्लग बनाएको बिचरा मेरो भाइको लाटो स्पेसल फुल भएछ। के भएर हाम्रो यहीँबाट गएको लोकाको वाउ अझ यहाँ रमाइलो छ क्या। जान दिन्न क्याम्प देख्न सक्नुहुन्छ साथीहरू। क्याम्पभित्र नजाने हामी क्याम्प घुम्ने भनेको साथीहरू मान्छेहरू धेरै रहेछन् त्यही भएर अब एकछिनमा घुम्न पाइन्छ कि पाइन्छ। छिटो मेरो छोरीको हरि बिजक बनाइदिएर ठुलो मम्मीले के गरेर पाउनु भएको धन्दै लुच्किनेछ छोरी त। हे रामा मेरो कान्छी छोरी त कति राम्रो देखियो हाम्रो दिदी त। वाउ ब्युटिफुल दिदी मेरो पोज त फेरि दिइहाल्छु। ब्युटिफुल विश्वको सुन्दरी मेरो दिदी र सुन्दरी त मेरो आमा त झन् एक नम्बरीको सुन्दरी हुनुहुन्छ। त्यही भएर फुल टिप्न नपाएकी भिखारीले फेरि फुल टिपेर मोरी। फुल टिप्न नपाएकी के अरे राम्रो मान्छे राम्रो फुल खोज्छन्, नराम्रो मान्छे ए हो र अङ्कल।
फेरि एकछिनमा क्याम्प खेल्न घुम्न दियो भने घुम्छौँ नत्र भए घुम्दैनौँ गाह्रो छ के भयो मेरो कान्छी छोरोलाई कस्तो बतारिन्छ चुप्प खानु नि 3 दिन पुन्चीलाई के भयो रूपा दिदी सबैलाई आलो नाति ए ल साथीहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो भ्यू छ हाम्रो यता नलपुरतिर कौसदी कति रे 12 हो कौसदी 12 मा यस्तो राम्रो राम्रो घुम्ने ठाउँहरू छ यस्तो खतरा खतरा भ्यूहरू छ घुम्ने भए आउनु होला साथीहरू 12 र 13 मा 12 र 13 मा वेलकम छ कौसदी एकदम रमाइलो छ यो ठाउँ घुम्नलाई हामी कौसदी अब यहाँ मन्दिर घुम्न आएको साथीहरू मन्दिर घुम्न आएको मन्दिरहरू देख्न सक्नुहुन्छ मन्दिरहरू दिदीको मन्दिर देख्न सक्नुहुन्छ मन्दिरहरू साथीहरू हामी यहाँ घुम्न आएको छौँ मन्दिर हजुर के भयो खोला नालाहरू देख्न सक्नुहुन्छ साथीहरू यहाँ खोला नालाहरू छ एकदम राम्रो राम्रो भ्यूहरू एकदम राम्रो राम्रो छ यहाँ टिकटक बनाउनलाई फोटोसोटो खिच्दालाई एकदम राम्रो छ साथीहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ अलिक खोला घटेछ होइन नत्र भए खोला बढ्यो भने त यहाँ पुरै हुन्छ कि यो माथि माथिसम्म पुरै हुन्छ क्या तर अहिले खोला अलिक घटेछ यहाँ देख्न सक्नुहुन्छ आलोक ढोकी क्या हो आहा भगवान्लाई राम्रो मान्छे हो हुन छोरा हेर त माछा कति धेरै देख्यौ माछा देखिसक्यो यहाँ माछा कति हिँड्यो साथीहरू माछाहरू के भयो त नि तिम्रो मोबाइल किन भिडियो गराउनु मिलेन के भयो त मेरो भाइको मोबाइल हो र खै यहाँ दिमाग खराब भयो मोबाइल सब चलाउ भिडियो भएन हिट भएर क्या मोबाइल हिट भएर हो घामले होला नि त हिट भएको हिट भयो कि नामले हिट भयो के भयो कसो भयो कुराकानी यहाँ बुझ्न सकिएन यहाँ के हो के भगवान् के भयो त मेरो भाइको मोबाइल यार मोबाइल पानीमा नभिजाएर हो क्या ए त्यो पानीमा नभिजाएर होइन त्यो स्टोरी फुल भएको हो त्यो धेरै जस्तो भिडियो फाल्नुपर्छ त्यो 2-3 4-5 फालेर हुँदैन अब हेर यहाँ भाइले कस्तो भिडियो फाल्छ भाइ बाउलाई अब घुम्ने भए आउनु होला है साथीहरू यहाँ मस्त घुम्ने ठाउँमा मैले बनाइसकेको कि मेरो छोराले कति ढोकेको मेरो छोरा भोगमा धेरै मान्छन् क्या हो ऊ पानी पनि छोइदिन्छ अब ल मुख पनि धौ सानो यहाँ आएपछि मुख पनि धुनुपर्छ हो ल आहा यो छेउछाउ होइन सानो त्यो पानीमा पऱ्यो भने फेरि हुन्छ डुबाउँछ नहुन्न नाटक नगर अहिले त हुन छेउमा नच सानो बहुरानी फ्यामिलीसँग घुम्न आउँदा कस्तो फिल भइरहेको यस्तो रमाइलो यस्तो खुसीको प्यारी दिदीहरूसँग भेट हुँदाखेरि एकदम खुसी लाग्छ खुसीको ठेगानै छैन मेरो एकदम आफ्नो मनको एकदम नजिकको मान्छेसँग भेट भयो मेरो भाइलाई चाहिँ बहुत टेन्सन भइरहेछ अरे हजुर मेरो भाइलाई बहुत टेन्सन भइरहेछ अरे किनभने मेरो भाइको मोबाइल बिग्रियो हजुर मोबाइल के भएर बिग्रियो भन्दाखेरि भिडियो बनाउन मिलेन हजुर त्यसैले मेरो भाइ बहुत टेन्सनमा छन् रे हो कि होइन मेरो भाइ एकदम टेन्सन भयो होइन मोबाइल ताप गरम हिट भएको भएर मोबाइलमा भिडियो नभएको भएर अलिकति मजा आएन
यो मोबाइल ल्या पानीमा फ्याल्न पाउँदा कस्तो फिल हुन्छ होला हजुर चस्सम्म पटक्क यति नै हो मेरो भ्लग म नेक्स्ट टाइम फेरि बनाउँछु अहिले नै यति नै हो बाई बाई साथीहरू लभ यु अल साथीहरू बाई बाई